नमस्कार। तपाईलाई म आज नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रका लागि विशेष सूचना जारी गरेको छ। त्यो आज सूचनामा के कुरा उल्लेख गरिएको छ भन्ने कुरा तपाईलाई म सरसर्ती यस भिडियो मार्फत जानकारी दिन गएको छु। नेपाल राष्ट्र बैंकले चाहिँ विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड 2081 भनेर एउटा चाहिँ स्वीकृति गरेको छ। त्यो कुरा आज हैन 29 पेजको चाहिँ एउटा चाहिँ फर्म्याट बनाएर नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटमा राखेको छ। त्यो राखेको कुराहरू के छ त सहकारी क्षेत्रलाई अझ मजबुत बनाउनको निमित्त, अझ पारदर्शी बनाउनको निमित्त, हैन शेयर सदस्यहरूको चाहिँ रकमलाई अझ सुरक्षित गर्नको निमित्त यस्ता खालका नीति नियमहरू अगाडि सारेको छन्। आज 2081 साल 12 महिना 21 गतेको दिन नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ। सम्पूर्ण सरकारवाला निकायहरू भनेको छ बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस बैंकको सञ्चालक समितिको मिति 2081 12 महिना 4 गते बसेको निर्णयबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड 2081 स्वीकृत गरी यसै साथ संलग्न बमोजिमको निर्देशन तथा मापदण्ड जारी गरेको हुँदा सोही बमोजिम गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 5 को उपदफा 1 को खण्ड च 1 र सहकारी ऐन 2074 को दफा 151 को उपदफा 1 क ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरेको छ भनेको छ। हैन त अब सरस्वती हेर्दाखेरि चाहिँ नेपाल राष्ट्र बैंकले चाहिँ पक्कै पनि हैन बचत ऋण सहकारी संस्थालाई चाहिँ अझ पारदर्शी, व्यवस्थित तथा प्रभावकारी बनाउनका निमित्त चाहिँ यो एउटा चाहिँ मापदण्ड तथा निर्देशन जारी गरिएको छ। हेरौं यसभित्र के कुराहरू उल्लेख गरिएको छ है त। विशेष गरी बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड 2081 भनेको छ। अब यसमा हामी सरस्वती हेर्छौं अनि ऐन भने के हो, यो कर्जा सूचना केन्द्र भने के हो, यसको चाहिँ संक्षिप्त पहिला प्रारम्भिक कुराहरू यहाँ लेखिएको छ। यो कुरा हामीले हाम्रो चाहिँ हरेक विनियममा पनि हुने गर्दछ, यो हामीले अध्ययन गर्न आवश्यक छैन। अब यहाँनिर छ वित्तीय स्रोत परिचालन सम्बन्धी व्यवस्था भनेको छ है त। अब स्रोत सङ्कलनको सीमा चाहिँ के छ त सहकारीलाई भन्दाखेरि चाहिँ संस्थाले सदस्यहरूबाट मात्र बचत रकम सङ्कलन गर्न सकिने, संस्थाले प्राथमिक पुँजी कोषको 15 गुणासम्म बचत सङ्कलन गर्न सकिने हैन। अब संस्थाको प्राथमिक पुँजी कोष भने के हो यो भन्ने कुरा हामी अहिले पछि अध्ययन गर्छौं। त्यसको 15 गुणासम्म मात्रै हामीले बचत सङ्कलन गर्न सक्ने रहेछ। संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको 5% सम्म ऋण लिन सक्नेछ। तर यसरी ऋण लिँदा पुँजी कोषको 100% भन्दा बढी ऋण लिन पाइने छैन भनेको छ है त। तर 51% वा सो भन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको 20% वा पुँजी कोषको 10 गुणासम्म जुन कम हुन्छ त्यो सीमासम्म ऋण लिन सक्नेछ भनेको छ। सहकारीले चाहिँ विभिन्न निकायबाट ऋण लिँदाखेरि चाहिँ त्यो सहकारी बैंक हुन सक्छ, विभिन्न वित्तीय संस्था हुन सक्छ, त्यहाँबाट ऋण लिनका लागि पनि सीमा तोकिदिएको छ। त्यसैगरी प्रति सदस्य बचत सङ्कलनको सीमा के छ त भन्दाखेरि संस्थाको कार्यक्षेत्रका आधारमा अधिकतम सीमा राखिदिएको छ। एक जिल्लाको कार्यक्षेत्र भएको लागि चाहिँ रु 10 लाख भनेको छ। त्यसैगरी एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको रु 25 लाख भनेको छ। एक प्रदेश भन्दा बढी कार्यक्षेत्र भएको रु 50 लाख भनेको छ। एकजना व्यक्तिले चाहिँ बढीमा बढी कति सङ्कलन गर्न सक्छ त हैन, कति चाहिँ बचत गर्न सक्छ त एउटा सहकारी भन्दाखेरि चाहिँ एक जिल्ला मात्रै कार्यक्षेत्र छ भनेदेखि उसले 10 लाख भन्दा बढी गर्न पाइएन। त्यसैगरी एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएकोलाई चाहिँ 25 लाख भन्दा बढी पाइएन। त्यसैगरी एक प्रदेश भन्दा बढी कार्यक्षेत्र भएकोलाई चाहिँ 50 लाख भन्दा बढी पाइएन। 50 लाखसम्म बचत गर्न पाइयो भनेर चाहिँ यो नयाँ निर्देशन जारी गरेको छ। हैन अब धेरै जसो सहकारीहरूले चाहिँ अब यो निर्देशन बमोजिम चाहिँ काम गरेको छ छैन, यदि छैन भने यो निर्देशन अनुसार चाहिँ अगाडि बढ्नु हुन अनुरोध गरिएको छ। विक्रम सम्वत 2081 पौष 14 अघि कायम रहेको बचतको हकमा सो मितिबाट 2 वर्षभित्र बुदा नम्बर 2.1 को सीमाभित्र ल्याइसक्नु पर्ने छ भनेको छ। कतिपय व्यक्तिहरूले चाहिँ हैन जस्तै अब एक जिल्ला कार्यक्षेत्र भएको 10 लाख भनेको छ नि, यहाँ 10 लाख ठाउँमा 20 लाख गरेको होला, 15 लाख गरेको होला, त्योभन्दा बढी गरेको होला। हो यस्तो हकमा चाहिँ तुरुन्तै निकालेर दिन पनि सहकारीलाई गाह्रो हुने भएकोले चाहिँ नेपाल राष्ट्र बैंकले के भनेको छ भन्दाखेरि यो जुन मिति तोकिएको छ पौष 14 गते भनेको छ, यसको 2 वर्षभित्र चाहिँ यो सीमा अवधिभित्रमा जारी सक्नुपर्ने छ। यदि बढी छ भनेदेखि त्यसलाई घटाउँदै बचत फिर्ता दिएर हुन्छ कि कसरी हुन्छ चाहिँ
यो सीमाभित्र ल्याउनु पर्ने छ भनेको छ। बचत सङ्कलन हेरौँ है त। संस्थाले साधारण नियमित र 3 वर्ष अवधिसम्मका आवधिक प्रकारको बचत खाताहरू सञ्चालन गर्न सक्ने छन् भनेको छ हैन। तर नियमित बचतको अंश कुल बचतको न्यूनतम 25% कायम गर्नुपर्ने छ भनेको छ हैन। संस्थाले साधारण बचत राख्न पायो, नियमित बचत राख्न पायो र 3 वर्ष अवधिसम्मका आवधिक प्रकारका बचत खाताहरू चाहिँ सञ्चालन गर्न सक्ने छ भनेको छ है। त्यसैगरी अर्को छ संस्थाले स्वीकार गर्ने बचत परिचालन सम्बन्धी कार्यविधि साधारण सभाबाट स्वीकृत गरी लागू गर्नुपर्ने छ भनेको छ। विभिन्न कार्यविधिहरू बनाउँछन्, त्यसलाई चाहिँ साधारण सभाबाट अनुमोदन गरेर हैन, पारित गरेर चाहिँ अर्थात् स्वीकृत गरेर चाहिँ गर्नुपर्ने छ। स्रोत खुलाउनु पर्ने अवस्था चाहिँ के छ भन्दाखेरि सदस्यले 10 लाख रुपैयाँ भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्ने छ भनेको छ हैन। अब यहाँ स्रोत पनि खुलाउनु पर्ने छ। कुनै मान्छेले चाहिँ विभिन्न किसिमको पैसाहरू ल्याएको हुन सक्छ, त्यसलाई चाहिँ नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय क्षेत्रमा करा त गर्यो, अब सहकारी क्षेत्रलाई पनि यही मापदण्डभित्र यो नियमभित्र राख्नुपर्छ भनेर चाहिँ यो नियम राखेको छ। अर्को छ विविध भन्ने छ वित्तीय स्रोत सङ्कलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि अघिल्लो त्रैमासिक कायम रहेको प्राथमिक पुँजीकोष र सम्पत्तिलाई आधार मानिनेछ भनेको छ है। यसरी अगाडि बढ्नुपर्ने भनेको छ। ओके, अब अर्को परिच्छेद 3 मा छ ऋणको सीमा वर्गीकरण र व्यवस्थापन सम्बन्धीको व्यवस्था भनेको छ। अब यसमा 1.1 मा छ संस्थाले सदस्य लिएको न्यूनतम 3 महिना नपुगेको सदस्यलाई ऋण लगानी गर्न सक्ने छैन। एकदम बुझ्नुपर्ने कुरा छ यो, किनभने धेरै जस्तो सदस्यहरू चाहिँ तुरुन्तै चाहिँ सदस्यता बन्ने र ऋण लिने प्रक्रिया चाहिँ धेरै सहकारीमा हामीले देखेका छौँ। अर्को छ संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम 15% सम्म भन्दा बढी रकम ऋण प्रवाह गर्न सक्ने छैन भनेको छ। एकजना सदस्यलाई चाहिँ प्राथमिक पुँजीको 15% भन्दा बढी रकम ऋण प्रवाह गर्न सक्ने छैन। अहिले भने प्राथमिक पुँजी भनेको हामी तल अध्ययन गर्ने नै छौँ। संस्थाले नियमित बचत गरिरहेको सदस्यलाई निजको बचत रकमको 5 गुणा वा बढीमा 5 लाख मध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछ। यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा 2 जना सदस्यको जमानी अनिवार्य लिनुपर्नेछ भनेको छ। त्यसैगरी अर्को सञ्चालकले बुदा नम्बर 1.3 बमोजिम ऋण तथा आफ्नो बचतको सुरक्षामा प्राप्त हुने ऋण बुदा नम्बर 2.1 बाहेक कुनै प्रकारको थप ऋण पाउने छैन भनेको छ। त्यसैगरी अर्को छ संस्थाले इजाजत प्राप्त सहकारी ब्याङ्क, साना विकास हैन, साना किसान लघु वित्त संस्थाको सेयर र नेपाल सरकारले जारी गरेको ऋण पत्रमा लगानी गर्न सक्ने छन्। यसबाहेक अन्य कुनै संस्थाको सेयर डिबेन्चर लगानी गर्न पाउने छैन। तर सहकारी ऐन 2074 बमोजिम र सङ्घहरूको सदस्यता शुल्क भुक्तानी गर्न यस निर्देशनले बाधा पुर्याएको मानिने छैन हैन। विभिन्न सङ्घहरूमा चाहिँ सदस्यता शुल्क अर्थात् हैन विभिन्न किसिमको त्यो लिएको हुन्छ, त्यो कुरालाई चाहिँ यस निर्देशनले चाहिँ बाधा पुर्याउने छैन भनेको छ। अर्को छ 1.6 मा संस्था विगत 3 वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन रहेको, सञ्चित नोक्सानी नरहेको र न्यूनतम पुँजीकोष कायम रहेको अवस्थामा प्राथमिक पुँजीको बढीमा 25% वा झगडा कोषको बढीमा 50% सम्म जुन कम हुन्छ सोही बराबर हुन आउने रकम बराबरको जग्गा, भवन, कार्यालय प्रयोजनको लागि प्रतिस्पर्धात्मक विधिबाट पारदर्शी रूपमा खरिद निर्माण गर्न सक्ने छन्। उपरोक्त शर्तहरू विपरीत सम्पत्ति खरिद निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजी गणना गर्दा घटाउनु पर्नेछ। सम्पत्ति खरिद निर्माण गर्दा साधारण सभाको कम्तीमा 51% बहुमतको निर्णयबाट मात्र गर्नुपर्नेछ। सम्पत्ति खरिद निर्माण गरिएको जानकारी 30 दिनभित्र नियमनकारी निकायलाई बुझाउनु पर्नेछ अर्थात् दिनुपर्नेछ भनेको छ। अब अर्को छ विशिष्टीकृत संस्था बाहेक ठूलो कारोबार गर्ने संस्थाले कुल ऋणको न्यूनतम 50% कृषि, उद्योग र व्यवसाय सञ्चालन विस्तार लगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने छ भनेको छ। उक्त सीमाभित्र नरहेको संस्थाले 2083 असार मसान्तसम्म यस्तो सीमा कायम गरिसक्नुपर्ने छ भनेको छ। हैन। अर्को छ संस्थाले कृषि, उद्योग, व्यवसाय सञ्चालन गर्ने उद्देश्यका लागि ऋण प्रवाह गर्दा किस्ता ब्याज भुक्तानी गर्न उपयुक्त ग्रेस अवधि हैन प्रदान गर्न सक्नेछ। यस्तो ग्रेस अवधि तय गर्दा कर्जा प्रयोजन अनुसारको ग्रेस अवधि कायम गरी सञ्चालक समितिबाट स्वीकृत गर्नुपर्नेछ। संस्थाले लगानी गर्ने कुनै पनि ऋणको ग्रेस अवधि पूरा भएपछि 3 महिनाभन्दा बढी अन्तरालमा
पर्ने गरी साहको किस्ता निर्धारण गर्न पाइने छैन। यस्तो ग्रेस अवधि तय गर्दा कर्जाको प्रयोजन अनुसारको ग्रेस अवधि कायम गरी सञ्चालक समितिबाट स्वीकृत गर्नुपर्नेछ भनेको छ हैन। यहाँनिर के भन्छ भन्दाखेरि संस्थाले लगानी गर्ने कुनै पनि ऋणको ग्रेस अवधि पूरा भएपछि 3 महिना भन्दा बढी अन्तरालमा पर्ने गरी साहको किस्ता निर्धारण गर्न पाइने छैन भनेको छ। यसले भन्न खोजेको के भन्दाखेरि चाहिँ हामीले मासिक रूपमा उठाए त एकदमै बेटर भयो हैन, त्रैमासिकसम्म उठाउन पाइयो भनेको छ यसले। त्रैमासिक भन्दा माथि चौमासिक अर्थात् चाहिँ 6 महिनामा एकचोटि वर्षमा एकचोटि किस्ता उठाउन पाइने छैन, त्यसरी चाहिँ निर्धारण गर्न पाउने छैन भनेको छ यसले है। यो कुरामा ध्यान दिनु पर्यो। अर्को छ संस्थाले ऋणीको सम्पत्ति धितो राखी बैंक तथा वित्तीय संस्था र सहकारी ब्याङ्कबाट ऋण लिँदा ऋणले संस्थाबाट लिएको ऋण रकम भन्दा बढी ऋण लिन पाउने छैन, तर संस्थाको सञ्चालकले आफ्नो स्वामित्वको सम्पत्ति धितो राखी आफू आबद्ध संस्थागत प्रयोजनको लागि लिने ऋणलाई यस व्यवस्थाले बाधा पुगेको मानिने छैन भनेको छ है। यो पनि बुझिहाल्नुभयो। अर्को छ सुरक्षण सम्बन्धी व्यवस्था। संस्थाले सदस्यको बचत सुरक्षणमा बढीमा 90% सम्म ऋण प्रवाह गर्न सक्नेछ हैन। कुनै मान्छेलाई चाहिँ आफ्नो बचतको आधारमा ऋण लगानी गर्दैछ भनेदेखि उसको बचत रहेको रकमको 90% सम्म चाहिँ ऋण प्रवाह गर्न सक्नेछन् भनेको छ। अब अर्को छ संस्थाले अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा उपमहानगरपालिका रहेको धितो मूल्याङ्कन बढीमा 60% सम्म, नगरपालिका गाउँपालिकामा रहेको धितोको हकमा बढीमा 70% सम्म ऋण प्रवाह गर्न सक्नेछ भनेको छ है। संस्थाले ऋणी सदस्य स्वयंको वा निजको एका घर परिवारको धितोमा मात्र ऋण प्रवाह गर्नुपर्नेछ। यस निर्देशन जारी हुनु अघि सदस्य स्वयंको वा निजको एका घर परिवारको धितो बाहेक तेस्रो पक्षको धितोमा प्रभाव भएको ऋणलाई 2083 असार मसान्तसम्म नियमित गरिसक्नु पर्नेछ हैन। स्पष्ट बुझिहाल्यो यो कुरा। संस्थाले ऋणी सदस्यलाई परियोजनाको सुरक्षामा प्रवाह गरेका ऋणमा कुल परियोजना लागतको 80% सम्म मात्र किस्ता बन्नेमा ऋण प्रवाह गर्न सक्नेछन् भनेको छ हैन त। यो पनि भइहाल्यो। संस्थाले आफ्नो सदस्यहरूको सदस्यता बापतको शेयरको धितोमा ऋण प्रवाह गर्न पाउने छैन हैन। आफ्नो सदस्यहरूको एउटा जुन हुन्छ नि शेयरलाई चाहिँ धितो मानेर ऋण प्रवाह गर्न पाउने छैन भनेको छ। अर्को छ संस्थाले सम्भाव्य परियोजनाको स्थापना र विकासका लागि सोही परियोजना धितोमा रहने गरी उक्त परियोजनाको प्रगतिको आधारमा किस्ता बन्नेमा कर्जा प्रवाह गर्न सक्नेछ भनेको छ। ओके, अब अर्को रहेको छ ऋणको वर्गीकरण हैन। यो कुरा पनि अलिकति चेन्ज भएको छ अहिले। अब यसमा चाहिँ सक्रिय ऋण भनेको छ, पर्फर्मिङ लोन भन्छ अङ्ग्रेजीमा। सक्रिय ऋणमा निम्न अनुसारको असल ऋण पर्नेछन् भनेको छ। भाखा ननागेको वा भाखा नागी 3 महिना व्यतीत नभएको, 3 महिनाभन्दा बढी नभएकोलाई पनि हामीले सक्रिय ऋण भन्न सक्छौँ। अर्को छ सदस्यहरूको बचतको सुरक्षामा प्रवाह गरेको ऋणलाई पनि हामीले पर्फर्मिङ लोन भन्छ। बचतलाई सुरक्षाको आधारमा दिएको छ भनेदेखि त्यो लोन पनि हाम्रो सुरक्षित छ, सक्रिय छ, अर्थात् पर्फर्मिङ लोन भन्न सक्छौँ भनेर वर्गीकरण गरेको छ। अर्को 3.2 मा छ निष्क्रिय ऋण भन्छ, जसले नन पर्फर्मिङ लोन भन्छ, एनपीएल पनि भन्छ यसलाई। यसमा के भनेको छ त भन्दाखेरि अघि हाम्रो 3 महिनासम्म त हामीलाई सक्रिय ऋण बन्यो। अब कमर्सल चाहिँ कसलाई भन्छ त 3 महिनादेखि 6 महिनासम्म भाखा नआएको ऋणलाई चाहिँ कमर्सल ऋण भनेर भन्दो रहेछ। अर्को छ शङ्कास्पद भन्ने छ, 6 महिनादेखि 12 महिनासम्म भाखा नआएको ऋणलाई शङ्कास्पद ऋण भन्छ। अर्को खराब भनेको छ 12 महिना भन्दा नि बढीले भाखा नआएको ऋण छ भने त्यसलाई हामी खराब ऋण भनेर भन्छौँ। अब ऋण नोक्सानीको व्यवस्था चाहिँ के छ त? यो त एउटा चाहिँ हैन क्याटेगोरी भयो, ऋणलाई चाहिँ वर्गीकरण गर्यो। अब त्यसलाई हाम्रो जुन हुन्छ नि वर्गीकरण चाहिँ कसरी गरेको छ त हैन, ऋण नोक्सानीको व्यवस्था चाहिँ कसरी गरेको छ त भन्दाखेरि चाहिँ असल ऋण छ भने 1% छुटाउनु पर्यो, 1% छुटाउनु पर्यो। न्यूनतम ऋण नोक्सानीको व्यवस्था भनेको नाफा भएको रकमबाट चाहिँ फेरि यो पैसा पनि हामीले चाहिँ न्यूनतम ऋण नोक्सानी व्यवस्था भनेर हामीले छुटाउनु पर्ने हुन्छ। त्यसैगरी अर्को कमसल भनेर 25% छुटाउनु पर्यो हैन त। त्यसपछि शङ्कास्पद भनेर 50% छुटाउनु पर्यो, खराब भनेर 100% छुटाउनु पर्यो। हाम्रो पहिला के थियो, असल हुँदा 1% थियो, शङ्कास्पद हुँदाखेरि 35% थियो, खराब हुँदाखेरि 100% थियो। तर अहिले हामीलाई यसमा पनि अझ डिभाइड गरेर चाहिँ असल, कमसल, शङ्कास्पद र खराब भनेर 4 क्याटेगोरीमा छुट्याइदिएको छ। हामीले यो एन्सर अगाडि बढ्नुपर्ने हुन्छ। अब नोट के छ त यहाँ भन्दाखेरि असल ऋणको लागि गरेको ऋण नोक्सानी व्यवस्थालाई सामान्य ऋण नोक्सानी व्यवस्था र अन्य ऋणको लागि गरेको ऋण नोक्सानी व्यवस्थालाई विशेष ऋण नोक्सानी
ऋण नोक्सानी व्यवस्थाको रूपमा लिइनेछ हैन। अब अर्को छ कुनै एक किस्ताले भाखा नागेमा सम्पूर्ण व्यक्तिगत ऋण रकमलाई नै किस्ता रकमको भाखा नागेको अवधिको आधारमा वर्गीकरण गरी ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ भनेको छ यसले। अर्को छ संस्थाले आवश्यकता अनुसार जोखिम पहिचानका आधारमा तोकिए भन्दा बढी ऋण नोक्सानी व्यवस्था कायम गर्न यस व्यवस्थाले बाधा पुर्याउने मानिने छैन हैन। संस्थालाई यदि इच्छा लागेको छ भने सञ्चालक समितिले चाहिँ यदि त्यो चाह्यो भनेदेखि चाहिँ ऋण नोक्सानी व्यवस्थामा अझ बढी पैसा छुटाउन त नाफाबाट पनि भनेर पनि छुटाउन सक्यो। अब अर्को छ संस्थाले भाखा नागेको वा ननागेको कुनै पनि ऋणलाई देहाय बमोजिमको अवस्थामा खराब ऋणमा वर्गीकरण गर्नुपर्ने छ। यस निर्देशन जारी हुनु पूर्व तेस्रो पक्षको धितोमा प्रभाव गरेका ऋण वा भौगोलिक कार्यक्षेत्र बाहिरको परियोजना व्यवसाय प्रभावित ऋण छ भनेदेखि पनि यसले हैन चाहिँ खराब ऋणमा वर्गीकरण गर्नुपर्ने छ भनेको छ। अर्को धितो जमानी नलिई प्रभाव गरेको व्यक्तिगत ऋण छ भने पनि यसलाई खराब ऋणमा चाहिँ वर्गीकरण गर्नु भनेको छ। अब अर्को छ ऋण पुनर्संरचना र पुनर्तालिकीकरण विशेष परिस्थितिमा नियमकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा हैन अवस्थामा मात्र ऋणले उचित कारण सहित लिखित अनुरोध गरेमा सञ्चालक समितिको निर्देशन अनुसार निश्चित अवधिको लागि मात्रै ऋण पुनर्तालिकाकरण वा पुनर्संरचना गर्न सक्ने छ भनेको छ। अब धितो फुका सम्बन्धमा ऋण लगानी बमोजिम असल उपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भइसकेपछि सुरक्षित बापत राखेको धितो ऋणी सदस्यले अनुरोध गरेको 7 कार्यदिनभित्र फुकाको लागि अनिवार्य रूपमा सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ। अर्को धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्था संस्थाले ऋण असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलामी बिक्री नभएमा आफैले सकार गर्नुपर्ने हुन्छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्ने अघिल्लो दिनसम्म असुल गर्नुपर्ने रकम मध्ये जुन कम हुन्छ सोही मूल्यमा सकार गर्नुपर्ने छ। यदि धितोको बजार मूल्य बक्यौता असुली गर्नुपर्ने रकम भन्दा कम भएमा कम भए जति रकम सोही आर्थिक वर्षमा नाफा नोक्सान हिसाबमा खर्च गर्नुपर्ने छ भनेको छ। अर्को छ धितो सकार गरेमा सम्पत्तिमा सकार गरेकै मितिदेखि 100% नोक्सानी व्यवस्था कायम गरी यथाशीघ्र बिक्री गर्नुपर्ने छ। अब विवरण पेश गर्नुपर्ने संस्थाले ऋण वर्गीकरण ऋण नोक्सानी व्यवस्था सम्बन्धी विवरण प्रत्येक त्रैमासिक समाप्त भएको 15 दिनभित्र तालिका 3.1 3.2 बमोजिम सम्बन्धित निकायमा पठाउनु पर्ने छ। अर्को छ ऋण लगानीको सीमा कायम गर्नुपर्ने चाहिँ यो निर्देशन विपरीत भएको ऋण तथा लगानीलाई 2083 असार मसान्तभित्र तोकिएको सीमाभित्र ल्याउनु पर्ने छ भनेको छ। ल यसरी राष्ट्र बैंकले चाहिँ हैन एउटा चाहिँ निर्देशन जारी गरेको छ। अब यो छ धितो सकार गरेको सम्पत्ति को एउटा चाहिँ यो जुन एउटा महिनावारी विवरण चाहिँ पेश गर्नुपर्ने अर्थात् यो चाहिँ बनाउनु पर्ने भनेको छ। ऋणीको नाम धितो सकार गरेको मिति कुल धितो सकार गरेको सम्पत्ति रकम र नोक्सानी व्यवस्था कति गरेको छ हैन। यदि त्यसरी चाहिँ गएको छ भनेदेखि यसरी एउटा फर्मेट बनाएर राख्नुपर्ने हुन्छ। अर्को ऋण वर्गीकरण र सोको लागि नोक्सानी व्यवस्थाको विवरणहरू भनेर यसरी छुटाएको छ हैन। विभिन्न छ यहाँ यो भयो। त्यसपछि अर्को भनेको तरलता होला यो तरल सम्पत्ति सम्बन्धी व्यवस्था भनेको छ। संस्थाले कुल बचत दायित्वको कम्तीमा 15% तरल सम्पत्ति कायम गर्न पर्नेछ। तरल सम्पत्ति मापन गर्दा देहाय बमोजिमको सम्पत्ति समावेश गर्नुपर्ने छ भनेको छ। पहलमा रहेको पैसा नगद पैसा सरकारी ऋणपत्रमा गरेको लगानीलाई पनि हामीले तरलता भन्नु पर्यो। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामा रहेको रकमलाई पनि हामी तरलता भन्नु पर्यो। इजाजत पत्र प्राप्त सहकारी बैंकमा रहेको निक्षेप भन्नु पर्यो। त्यसपछि नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्था र इजाजत पत्र प्राप्त सहकारी बैंकमा रहेको मुद्दती निक्षेपको 90% रकम तर तरल सम्पत्ति गणना गर्ने प्रयोजनको लागि यस्तो रकमलाई संस्थाको कुल बचतको अधिकतम 5% सम्म गणना गर्न सक्ने छन् भनेको छ है त। अब अर्को छ मुद्दती निक्षेप वा सरकारी ऋणपत्रको धितोमा ऋण लिएको भए सो बक्यौता ऋण रकमलाई तरल सम्पत्ति गणना गर्दा घटाउनु पर्ने छ भनेको छ हैन त। त्यसैगरी संस्थाले तरल सम्पत्तिको गणना साप्ताहिक औसतको आधारमा मासिक रूपमा गर्नुपर्ने छ भनेको छ। संस्थाले तालिका नम्बर 4.1 बमोजिम तरल सम्पत्तिको मासिक विवरण महिना समाप्त भएको 7 दिनभित्र सम्बन्धित नियमकारी निकायमा पठाउनु पर्ने छ भनेको छ। यो भयो।
तरल सम्पत्ति सम्बन्धी विवरणको मासिक विवरण कसरी राख्ने भन्दाखेरि हैन कुल बचत कति थियो त पहिलो हप्ता कति थियो दोस्रो हप्ता कति थियो तेस्रो हप्ता कति थियो चौथो हप्ता कति थियो भनेर लेख्नु पर्यो हैन भलन रहेको नगद सबै यसरी कति थियो भनेर सबै यसरी राख्नु पर्ने छ है त अनि कार्यकारी प्रमुख अथवा व्यवस्थापक प्रमुखको यहाँ हस्ताक्षर पनि गर्नुपर्ने रहेछ अब अर्को छ ब्याज दर सम्बन्धी व्यवस्था भनेको छ एकदम इम्पोर्टेन्ट कुरा छ यो अब ब्याज दर निर्धारणको लागि चाहिँ संस्थाले सहकारी ऐन 2074 को दफा 51 बमोजिम तोकिएको सन्दर्भ ब्याज दरको आधारमा बचत र ऋणको ब्याज दर निर्धारण गर्नुपर्ने छ संस्थाले समान प्रकृतिको बचत र ऋणमा प्रकाशित गरेको ब्याज दर सबै सदस्यको लागि समान रूपमा लागू गर्नुपर्ने छ बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुनुहुँदैन ब्याज दर गणना गर्दा बचत र ऋणको भारित औसत ब्याज दरलाई आधार मान्नुपर्ने छ भनेको छ संस्थाले बचत र ऋणको ब्याज दर मासिक रूपमा पुनरावलोकन गर्न सक्नेछन् ब्याज दर र सेवा शुल्क सञ्चालक समितिले निर्धारण गर्नुपर्ने भनेको छ अर्को 2 नम्बर छ यो चाहिँ संस्थाले आफ्ना सदस्यहरूबाट सङ्कलित बचतमा दिने र ऋणमा लिने ब्याज दर ब्याज गणना विधि हर्जना लगाउने विधि र प्रशासनिक सेवा शुल्क सम्बन्धमा संस्थाको सञ्चालक समितिबाट निर्णय गरी लागू गर्नुपर्ने छ अर्को छ ऋण प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क ब्याज र हर्जना ब्याज बाहेक अन्य शुल्क लिन पाइने छैन तर सदस्य ऋणीहरूका लागि कर्जा सूचना केन्द्र लिमिटेड जस्ता अन्य संस्था निकाय मार्फत सेवा लिने सन्दर्भमा सो सेवा बाबत त्यस्ता सङ्घ संस्था निकायहरूलाई भुक्तानी गर्नुपर्ने लागतसम्म मात्र सेवा शुल्क असुल गर्न सक्नेछ भनेको छ अब अर्को छ संस्थाले ऋणमा घट्दो मौजुदातको आधारमा दिनगन्ती हिसाबले तोकिएको दरमा ब्याज गणना गरी लिनुपर्ने छ भनेको छ अब विवरण पेश गर्नुपर्ने है त अर्को 3 नम्बर छ बचत तथा ऋणको ब्याज दर ब्याज गणना विधि हर्जन लगाउने विधि सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक त्रैमासिक समाप्त भएको मितिले 15 दिनभित्र सम्बन्धित नियमकारी निकायमा पेश गर्नुपर्ने छ भनेको छ अब अर्को रहेको छ परिच्छेद 6 मा छ पुँजीकोष सम्बन्धीको व्यवस्था संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम 4% प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्ने छ र सो गणना गर्दा देहाय बमोजिमको गर्नुपर्ने छ भनेको छ प्राथमिक पुँजीमा शेयर पुँजी झगडा कोष घाटापूर्ति कोष र सञ्चित नाफा नोक्सानी शीर्षकहरुमा रहेको रकम भनेको छ अझ स्पष्टसँग भन्नु पर्दाखेरि प्राथमिक पुँजी कोष भनेको के हो त भन्दाखेरि शेयर पुँजी प्लस झगडा कोष प्लस घाटापूर्ति कोष प्लस सञ्चित नाफा नोक्सानी भनेको छ हैन त अघि हामीले माथि नै पढ्यौं प्राथमिक पुँजी कोष भनेको के हो भनेर बुझ्दै गर्दाखेरि अहिले हामीले बुझिहाल्यौं यो कुराहरु जोडेपछि मात्रै हामीले यसलाई प्राथमिक पुँजी कोष भनिन्छ प्राथमिक पुँजी अनुपात देहाय बमोजिमको मापन गर्नुपर्ने छ भनेको छ प्राथमिक पुँजी कोषको अनुपात चाहिँ प्राथमिक पुँजी डिभाइडेड बाइ कुल जोखिम भारित सम्पत्ति इन्टु 100% 100 भनेको छ अब अर्को ठूलो कारोबार गर्ने संस्थाले न्यूनतम प्राथमिक पुँजी अनुपातको अतिरिक्त देहाय बमोजिमको पूरक पुँजी मापन गरी कुल जोखिम भारित सम्पत्तिको न्यूनतम 8% पुँजी कोष प्राथमिक पुँजी कोष पुँजी र पूरक पुँजी अनुपात कायम गर्नुपर्ने छ भनेको छ हैन त यसरी लेखेको छ विभिन्न कुराहरु छ यसमा सबै कुराहरु अध्ययन गर्नुपर्ने छ हैन अलिकति इम्पोर्टेन्ट कुराहरु मात्रै म तपाईहरुलाई यहाँ भन्न गएको छु किनभने भिडियो एकदमै लामो हुनेवाला छ पुँजी कोष पर्याप्त अनुपातको तालिका भनेको छ यो तालिका यसो हेर्नु होला यो चाहिँ निर्देशनमा देखाएको छ हैन यसरी राखिएको छ तपाईले स्क्रिनशट गरेर अध्ययन गर्न सक्नुहुनेछ संस्थागत सुशासन सम्बन्धी व्यवस्था भनेको छ सञ्चालक समिति अध्यक्ष सहित कम्तीमा 5 जना बढीमा 9 जनाको सदस्य रहन सक्नेछन् उपलब्ध भएसम्म समितिमा कम्तीमा 33% चाहिँ महिला सदस्यको प्रतिनिधित्व निश्चित गर्नुपर्ने छ भनेको छ उपलब्ध भएसम्म हैन अब अर्को छ परिवारको एक भन्दा बढी व्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेशन समितिको पदाधिकारीको रूपमा निर्वाचन हुन पाइने छैन भनेको छ है एकदमै इम्पोर्टेन्ट कुरा छ यो सञ्चालक पदमा 2 कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन वा बहाल रहन सक्ने छैन कुनै पनि सदस्य एकै अवधिमा एक भन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन हैन त अर्को छ सञ्चालक समितिमा निर्वाचित हुनका लागि प्रचलित कानुन बमोजिम कालो सूचीमा नपरेको वा कालो सूचीमा परेको भएमा फुकुवा भएको मितिले 3 वर्ष पूरा गरेको हुनुपर्ने छ त्यसो भनेको छ अब अर्को सञ्चालकले आफू जमानी बसी कुनै पनि ऋण प्रवाह गर्न पाइने छैन भनेको छ एकदम इम्पोर्टेन्ट कुरा अर्को छ सञ्चालक कालो सूचीमा परेमा वा आफैले वा
परिवारका सदस्यले लिएको ऋण वा र जमानी दिएको ऋण खराब वर्गमा वर्गीकृत भएमा त्यस्तो सञ्चालक स्वत पदमुक्त हुनेछन्। तर समस्याग्रस्त संस्थाको हकमा प्रचलित व्यवस्था बमोजिम हुनेछ। हैन त? एकदमै महत्त्वपूर्ण कुराहरू यहाँ उल्लेख गरेको छ। सञ्चालकले आफ्नो पदको दुरुपयोग गरी कुनै प्रकारको व्यक्तिगत फाइदा हुने वा संस्थालाई हानि हुने क्रियाकलाप गर्न नसक्न हुनु हुँदैन भनेको छ। अर्को छ सञ्चालक समितिको जिम्मेवारी तथा आचरण। संस्थाको कर्मचारी, प्रशासन, बचत सङ्कलन, ऋण लगानी तथा असुली लगायत आवश्यक कार्यविधि साधारण सभाबाट स्वीकृत गरी लागू गर्नुपर्नेछ भनेको छ। अर्को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेछ भनेको छ। अर्को छ 2.3 मा नियमकारी निकायले माग गरेको विवरण उपलब्ध गराउनको साथै त्यस्तो निकायले दिएको निर्देशनको पूर्ण पालना गराउनुपर्नेछ। अर्को छ साधारण सभाले पारित गरेको वासलात नाफा नोक्सान विवरण नियमकारी निकायले तोकेको ढाँचामा प्रकाशन गर्नुपर्नेछ भनेको छ। अर्को छ सञ्चालक समिति प्रमुख कार्यकारी, प्रबन्धक, व्यवस्थापक र कर्मचारीहरूको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव एवं आचार संहिता सम्बन्धी कार्यविधि तर्जुमा गरी लागू गर्नुपर्नेछ भनेको छ। एकदम इम्पोर्टेन्ट कुरा छ। अर्को छ संस्थाको कारोबारको सिलसिलामा प्राप्त कुनै पनि सूचना अधिकृत व्यक्तिलाई दिन वा दुरुपयोग गर्नु हुँदैन। एकदमै राम्रो कुरा छ यो। संस्थाको दैनिक कार्य सञ्चालनमा हस्तक्षेप गर्न हुँदैन। तर वार्षिक रु 2 करोड रुपैयाँ भन्दा कमको कारोबार गर्ने संस्थाको सञ्चालकले त्यस्तो सहकारी संस्थामा कर्मचारी रूपमा काम गर्न बाधा पर्ने छैन। वार्षिक 2 करोड भन्दा बढी कारोबार गर्ने संस्थामा कुनै सञ्चालक कर्मचारी रहेको भएमा यो निर्देशन जारी भएको 3 महिनाभित्र कुनै एक पद त्याग्नु पर्नेछ भनेको छ। अर्को छ सञ्चालक समितिका पदाधिकारी कर्मचारीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 35 दिनभित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण तयार गरी संस्थामा पेश गर्नुपर्नेछ भनेको छ। अब अर्को छ लेखा सुपरिवेक्षण समितिको गठन र जिम्मेवारी। सहकारी ऐन 2074 र सहकारी नियमावली 2075 मा तोकिए बमोजिमको योग्यता पुगेका संयोजक र 2 सदस्य रहने गरी साधारण सभाबाट लेखा सुपरिवेक्षण समिति गठन गर्नुपर्नेछ। लेखा सुपरिवेक्षण समितिले विद्यमान ऐन, नियमावली र निर्देशकहरूको अधीनमा रही प्रत्येक त्रैमासिक आन्तरिक लेखा परीक्षण सम्पन्न गराउनुपर्नेछ। वित्तीय र आर्थिक कारोबारको निरीक्षण तथा मूल्याङ्कन गरी प्रचलित ऐन, नियम, यस बैंकले निर्धारण गरेको निर्देशन र मापदण्ड, नियमनकारी निकायले दिएको निर्देशन र साधारण सभाको निर्देशन एवं निर्णय बमोजिम कार्य सम्पादनको नियमित अनुगमन गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ भनेको छ। अब अर्को छ कार्यकारी प्रमुख। संस्थाको प्रमुखको नियुक्ति तथा आचरण के छ त हैन? कार्यकारी प्रमुख प्रबन्धक व्यवस्थापकको रूपमा नियुक्ति हुन क संस्थाबाट आफूले वा एकाघर कमा चाहिँ के भनेछ भने संस्थाबाट आफूले वा एकाघर परिवारको नाममा ऋण नलिएको, खमा फौजदारी अभियोगको कारबाही नभएको, गमा कालो सूचीमा नपरेको वा कालो सूचीबाट फुका भएको 3 वर्ष पुरा भएको, घमा अन्य सहकारी संस्थाहरूमा संलग्न नभएको, ङमा राजनैतिक दलको सदस्य नभएको, चमा 21 वर्ष उमेर पुरा भएको, छमा ठूला कारोबार गर्ने सहकारी संस्था बाहेकको हकमा न्यूनतम शैक्षिक योग्यता 10+2 वा प्रमाणपत्र तह र ठूलो कारोबार गर्ने संस्थाहरूको हकमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ भनेको छ शैक्षिक योग्यता कुरा गर्दाखेरि। अर्को छ सञ्चालकको एकाघर परिवारको व्यक्ति कार्यकारी प्रमुख, संस्था प्रमुखको रूपमा कार्य गर्न पाउने छैन भनेको छ। अर्को छ कार्यालय प्रमुखको नियुक्ति सम्बन्धी जानकारी नियमनकारी निकायलाई 5 दिनभित्र दिनुपर्नेछ भनेको छ। अर्को छ पदको दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने वा संस्थालाई हानि हुने क्रियाकलाप गर्नुहुने छैन, सम्पन्न गर्नुहुने छैन। अर्को छ संस्थामा गोप्य रहनुपर्ने सूचना विवरण अनाधिकृत व्यक्तिलाई दिन वा दुरुपयोग गर्न पाउँदैन भनेको छ। अर्को छ संस्थाको कारोबार सम्बन्धी कागजात, अभिलेख र प्रतिवेदन कानुन बमोजिम तोकिएको अवधिसम्म सुरक्षित र दुरुस्त राख्नु पर्दछ भनेको छ। अर्को छ कार्यकारी प्रमुख संस्था प्रमुख व्यवस्थापकको कार्य अवधि 4 वर्षको हुनेछ। कार्य सम्पादन मूल्याङ्कनका आधारमा सञ्चालक समितिलाई उपयुक्त लागेमा थप 1 कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ। यो निर्देशन तथा मापदण्ड जारी भएको मितिपछि भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिलाई पहिलो नियुक्ति मानिनेछ र त्यस्तो नियुक्तिपछि पुनः अर्को 1 कार्यकाल मात्र नियुक्ति हुन सक्नेछन् भनेको छ हैन। बढीमा 8 वर्ष चाहिँ खान पाइयो जागिर व्यवस्थापकको रूपमा। अब अर्को छ कार्यकारी प्रमुख
संस्थाको प्रमुखको सेवा सुविधा सञ्चालक समितिले तोकिए बमोजिम हुनेछ र वार्षिक प्रतिवेदनमा निजलाई उपलब्ध गराएको सम्पूर्ण सेवा सुविधा स्पष्ट खुलाउनु पर्नेछ भनेको छ। उक्त प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको बाहेकको सेवा सुविधा लिन पाइने छैन भनेको छ। अर्को छ कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था। कर्मचारीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा संस्थाको हित विपरीत कुनै प्रकारको क्रियाकलाप संलग्न हुनु हुँदैन। पदको दुरुपयोग गरी व्यक्तिगत लाभ हुने क्रियाकलाप संलग्न हुनु हुँदैन भनेको छ। हैन, अब कर्मचारीले आफू कार्यरत रहेको संस्था बाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न वा अन्य व्यावसायिक गतिविधिमा संलग्न हुनुभन्दा पहिले संस्थाको व्यवस्थापनबाट लिखित स्वीकृति लिनुपर्नेछ। संस्थाको हितमा प्रतिकूल असर नपर्ने भएमा मात्र संस्थाले निजलाई आंशिक काम गर्न लिखित स्वीकृति दिन सक्नेछ भनेको छ। अर्को छ संस्थाको स्वीकृत कर्मचारी कार्यविधि उल्लेखित ऋण सापटी तथा सुविधा मात्र प्रदान गरिनेछ। संस्थाको सदस्य सरह बचत सुरक्षण बाहेक ऋण र अन्य सुविधा लिन पाइने छैन भनेको छ। अर्को छ संस्थाको कारोबारको सिलसिलामा प्राप्त कुनै पनि सूचना अनधिकृत व्यक्तिलाई दिन वा दुरुपयोग गर्नु हुँदैन भनेको छ। एकदमै ख्याल गर्नुपर्ने हो कर्मचारीले। कर्मचारीले अनधिकृत रूपमा संस्थाको लेखा अभिलेख र कामकाज कागजातमा व्यक्तिगत रूपमा थपघट गर्नु हुँदैन। कर्मचारीले आचरण वा नियम उल्लङ्घन गरेमा संस्थाको स्वीकृत कर्मचारी कार्यविधि अनुसार कारबाही गरी अभिलेख राख्नुपर्नेछ। संस्थाले कर्मचारीलाई गरेको कारबाही सम्बन्धी विवरण अर्धवार्षिक रूपमा सम्बन्धित निकायमा प्रत्येक अर्धवार्षिक अवधि समाप्त भएको 1 महिनाभित्र लिखित जानकारी गराउनुपर्नेछ भनेको छ। यस्तो रहेको छ। अनि विभिन्न कुराहरू छ, लेखा परीक्षण सम्बन्धी कुराहरू छ हैन। लेखा परीक्षण कसलाई गराउने, एउटा लेखा परीक्षक लगातार 3 पटक भन्दा बढी नियुक्ति गर्न पाइने छैन भनेको छ हैन। यी कुराहरू एकदमै बुझ्नुपर्ने हुन्छ। त्यो रहेको छ। अर्को छ सदस्य संरक्षण सम्बन्धी व्यवस्था भनेको छ। यहाँ पनि विविध कुराहरू छ हैन। अब जस्तै यहाँ सदस्यको ऋण बक्यता र बचत रकम कायम रहेसम्म संस्थाको सदस्यता कायम राख्नुपर्ने छ। सदस्यले संस्थाको सदस्य त्याग गरेको वा निष्कासित भएको अवस्थामा निजले पाउनुपर्ने शेयरको रकम, लिन बाँकी शेयर लाभ सवराको रकम, लिन बाँकी सम्बन्धित पुँजी फिर्ता रकम बाबतको रकम सो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन पारित भएको 30 दिनभित्र फिर्ता दिनुपर्नेछ। तर संस्था घाटामा भएमा सञ्चित घाटाको रकम शेयर पुँजीबाट समानुपातिक रूपमा घटाई बाँकी रकम मात्र सदस्यलाई फिर्ता दिनुपर्नेछ भनेको छ है। यस्तो कुरा रहेको छ। सदस्यले संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम फिर्ता गर्नुपर्नेछ भनेको छ। एकदमै राम्रो कुरो छ। सदस्यहरूलाई साधारण सभाको जानकारी 30 दिन अगावि नै गर्नुपर्नेछ भनेको छ। अर्को छ ऐन नियमावली र नियमकारी निकायले तोकिए भन्दा बढी सेवा शुल्क लिन पाइने छैन भनेको छ। संस्थाले देय बमोजिमको विवरणहरू संलग्न संक्षिप्त विवरण पुस्तिका तयार गरी सदस्यलाई उपलब्ध गर्नुपर्नेछ। 1 मा बचत खाताको विवरण, 2 मा सदस्यताका लागि प्रवेश शुल्क र प्रक्रिया, 3 मा ब्याज दर र ब्याज दर गणना गर्ने विधि, विद्युतीय माध्यम मार्फत कारोबार गर्दा लाग्ने शुल्क, ऋण लिँदा लाग्ने सेवा शुल्क र नवीकरण शुल्क, सदस्यता त्याग पश्चात प्राप्त हुने रकम र कलम विवरण भनेको छ। अर्को रहेको छ संस्थाले आधारभूत सेवा सुविधा र सोको प्रक्रियाबारे संक्षिप्त जानकारी दिन सबैले देख्ने ठाउँमा सदस्य वडापत्र टाँसी अध्यावधि गर्नुपर्नेछ। संस्थाले नयाँ सदस्य बन्नु पूर्व तथा ऋण लगानी पूर्व वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण प्रशिक्षण प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ भनेको छ। यो चाहिँ खास ऋणीहरूलाई हैन संस्थाको बारेमा थाहा पाओस् भन्नको लागि यो ट्रेनिङ अर्थात् प्रशिक्षण दिने हो। अर्को छ बचत र ऋणको ब्याज दर तथा सेवा शुल्क परिवर्तन भएमा सदस्यलाई उपयुक्त माध्यमबाट यथाशीघ्र जानकारी गर्नुपर्नेछ भनेको छ। अर्को छ सदस्यलाई ऋण प्रवाह गर्दा संस्थामा रहेको निजको खाता मार्फत मात्र प्रवाह गर्नुपर्नेछ है। एकदमै राम्रो कुरो हो। सदस्यबाट हुने गुनासो उजुरीको समाधान कार्यान्वयन संयन्त्रको व्यवस्था गर्नुपर्नेछ। ठुलो कारोबार गर्ने संस्थाले गुनासो सुनवाई अधिकारी, सूचना अधिकारी समेत व्यवस्था गर्नुपर्नेछ भनेको छ। एकदमै महत्त्वपूर्ण कुरा रहेको छ। अब यहाँ अरू छ विविध कुराहरू छ हैन। यो कुरा तपाईले स्क्रिनशट गरेर पढ्न सक्नुहुनेछ, अध्ययन गर्न सक्नुहुनेछ। यो करिब 29 पेजको चाहिँ हैन यो चाहिँ नेपाल राष्ट्र बैंकले चाहिँ एउटा निर्देशन जारी गरेको छ। यो निर्देशन बमोजिम हैन अगाडि बढ्नको निमित्त प्रत्येक सहकारी संस्थाहरूलाई चाहिँ एउटा जारी गरिसकेको छ, व्हिप जारी गरेको छ। कतिपय कुराहरू चाहिँ 3 महिना पछाडि 3 महिना भित्रमा गर्नु भनेको छ, कतिपय 2 वर्ष भित्रमा गर्नु भनेको छ हैन। यो किनभने संस्थाको अवस्था हेरेर
हैन संस्थाले गर्न सक्ने अवस्थाहरु एउटा नीति नियम बनाएको छ त्यो ढंगले अगाडि बढ्नको लागि सम्पूर्ण सहकारी कर्मी हैन सहकारी सम्बन्धी हैन सहकारीका क्षेत्रहरुलाई हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। जय सहकारी।